Hi, hello everyone, it's me Ranju. Welcome back to my new another vlog. आजभोलि चाहिँ म डेली भ्लग बनाउनु पाउँदैन किन भन्दाखेरि ड्युटी जानुपर्ने हुन्छ हैन। म हप्तामा 4 दिन चाहिँ ड्युटी जान्छु, 3 दिन चाहिँ म लङ डे गर्छु भनेपछि एक दिन चाहिँ हाफ डे मात्र गर्छु, 7 to 2 मात्र गर्छु हैन। त्यसैले चाहिँ अब चाहिँ मैले के सोचिरहेको छु भन्दाखेरि अब म फ्री भएको टाइममा चाहिँ म हजुरहरुलाई मेरो भ्लग बनाएर देखाउँछु भन्ने चाहिँ मैले सोचिरहेको छु के। किन भन्दाखेरि योभन्दा अलि अगाडि त अलिकति म न्यू नै थिएँ हैन। यता मलाई थाहा थिएन नि त कहाँ भ्लग कहाँ भिडियोहरु खिच्न अलाउ छ कता छैन भनेर त थाहा थिएन नि त। अब चाहिँ हल्का हल्का कुराहरु मलाई थाहा हुँदै गइरहेछ के। अनि त्यसैले चाहिँ म बनाउँछु। अब चाहिँ फ्री भएको टाइममा चाहिँ म लगभग भिडियो नै बनाउँछु होला। त्यस्तो स्पेशल त केही पनि हुँदैन, त्यही मेरो डेली कुराहरु। अनि म नजिकै कता घुम्न जान्छु, के खान्छु भने चाहिँ म हजुरहरु सामु देखाउने छु। आज चाहिँ मेरो के प्लान छ भन्दाखेरि राजमा चाहिँ मेरो फेभरेट हो हैन। नेपालमा पनि यता पनि मेरो फेभरेट नै हो के फुडमा चाहिँ। त्यसैले चाहिँ म आज के बनाउन सोचिरहेको छु भन्दाखेरि राजमा चिकन एन्ड राइस बनाउने तयारीमा छु। म बनाउँछु अनि म बनाइसकेपछि कस्तो बन्छ भनेर हजुरहरुलाई म देखाउने छु। आज चाहिँ म बाहिर जान्छु कि जादैन म कन्फर्म छैन। इफ कन्फर्म भएपछि चाहिँ म भिडियो बनाएर हजुरहरुलाई देखाउने छु। अनि चाहिँ म बिहानै आज चाहिँ यस्तो हुन्छ कि हजुरहरुलाई हुन्छ कि नै त्यो त मलाई थाहा छैन हैन। तर मलाई चाहिँ हुन्छ कस्तो भन्दाखेरि बिदा ड्युटी भएको दिन चाहिँ ओ माय गॉड कहिले बिदा हुन्छ, कहिले म 10-11-12 बजेसम्म सुत्छु है जस्तो लाग्छ कि। अनि फेरि ड्युटी बिदा छ नि त आज बिहानै 3 बजे निन्दा खोलिदिरहेको के। मलाई अचम्म लागेर यस्तो रिस उठ्यो हैन। आफैमा कन्ट्रोल गरे। 3 बजे उठेको, फेरि एकछिन सुते, फेरि 6 बजे उठिहाल्यो कि निन्दा खुलिहाल्यो। अब के गर्नु है निन्दा खुलेपछि त। अनि यसो भिडियो बनाउनु पर्यो भनेर प्लान गरे। त्यसपछि नुहाएँ, अहिले चाहिँ कपाल ड्राई पनि भइसकेछ मेरो। नुहाएँ त्यसपछि अनि एकछिन घर फ्यामिलीसँग कुरा गरे। त्यसपछि आजभोलि चाहिँ मेरो कपाल हल्का राम्रो भयो जस्तो लाग्छ हैन। सिल्की भयो जस्तो छ, हो कि हैन थाहा छैन। तर यताको हावापानी चाहिँ मलाई एकदमै सुट भएको छ के। यो कुरामा चाहिँ म ह्याप्पी छु। नेपाल हुँदाखेरि त हैन, यता नेपाल भन्दा यता धेरै नै जाडो छ नि त। तर नेपाल हुँदाखेरि चाहिँ हल्का जाडो हुने बित्तिकै मलाई कस्तो हुने के एकछिनमै ढुकाखोकी लागिहाल्ने, एकछिनमै कस्तो जाडो फिल हुने हैन। तर यता चाहिँ त्यस्तो छैन के। बाहिर हिँड्दाखेरि त जाडो नै छ तर यतिकै हिँड्दाखेरि पनि नेपालमा भएदेखि चाहिँ म बिरामी हुन्थे कि। तर यता आएदेखि चाहिँ थ्याङ्क्स गड बिरामी भएको छैन। हुन पनि नपरोस् कसैलाई पनि हैन। अर्काको देशमा धेरै गाह्रो हुन्छ हामीलाई, थाहा छैन नि त। अब कति कुराहरु थाहा छैन, अब नयाँ नै हो नि त। भर्खर अब 4 महिना त हुन थाल्यो नि। अनि अर्को कुरा के भन्दाखेरि हैन, नेपालमा हुँदाखेरि चाहिँ मलाई केही खानै हुन्थेन के। जस्तो मैले के रे मैदाको चिज त मैले केही खान पनि हुन्थेन हैन, छुन पनि हुन्थेन। अहिले खाएपछि हैन 3-4 दिन त ओ माय गॉड एसिड रिफ्लक्स हुन्थ्यो कि जहिले घाँटीसम्म आउने। ओ माय गॉड। तर यता हैन मैले यति धेरै चाउमिनहरु खाइरहेको छु, मलाई मात्र थाहा छ कि। बेलुका प्राय हामी चाउमिन खाइरह हुन्छौं कि। तर यता आएदेखि मलाई केही गाह्रो नै भएको छैन कि। अचम्म लाग्छ भने कति जुसहरु पनि कति खाइरह हुन्छु हैन। यता केही गाह्रो हुन्न। नेपालमा त हल्का कोको कोला खाने बित्तिकै यति धेरै गाह्रो हुन्थ्यो कि। मलाई मात्र थाहा छ कि मैले कस्तो सिचुएसन फेस गरे भन्दाखेरि नेपाल हुँदाखेरि चाहिँ कति मोमो चाउमिन खान मन लाग्ने नि त मलाई। अब के रे चाउमिन हाफ प्लेट मात्र खादा फेरि नि ओ माय गॉड यस्तो गाह्रो हुने कि। त्यसपछि मोमो मेरो फेभरेट, मोमो चाउमिन चटपटे पानीपुरी खासै त खान्न तर मिठो त लाग्थ्यो। तर खासै खान्थेन के। त चटपटे चाहिँ म डेली खाइ ड्युटीमा नेपालको ड्युटीमा हुँदाखेरि नि हामी धेरै चटपटेहरु खाइराख्थ्यौं हैन साथीहरु हामीहरु मिलेर। त्यही कुरामा चाहिँ म खुसी छु। यतानिर म जे मैदाको खाँदाखेरि मलाई खासै त्यस्तो गाह्रो भइरहेन, त्यही भएर चाहिँ खुसी छु। म चाहिँ हजुरहरुलाई देखाउँछु ल म के गर्छु भनेर। ओके
म चाहिँ राजमा चाहिँ अहिले चाहिँ मैले भिजाउन टाइम पाएन कि त्यही भएर म सिधै डाइरेक्ट नै यतिकै हालिदिन्छु हैन मेरो राजमा चाहिँ एकदमै फेभरेट हो त्यसपछि आज चाहिँ राइस राजमा एन्ड चिकन बनाउँछु दिदीलाई चाहिँ धेरै नुन मन पर्दैन म चाहिँ फेरि धेरै नुन खान्छु कि इट्स नट गुड फर हेल्थ आई नो आई कान्ट कन्ट्रोल माई टङ गर्नु हामीसँग अलरेडी त्यो बेलुकाको भात पनि हप्ता धेरै नै छ क्या हामीसँग दुई गिलास मात्र बनाउँछु दुईवटा बहिनीलाई दिदी बहिनीलाई फेरि हामी लास्ट टाइम चाहिँ नेपाली राइस खाएको थियौँ होइन हामीले चाहिँ नेपाली स्टोरदेखि अर्डर गरेर धेरै नै एक्सपेन्सिभ भयो कि मैले प्याज टमाटरहरू काटेर राखिसकेँ होइन अनि मासु भयो माई फेभरेट राजमा अब चाहिँ म फ्राई गर्न चाहिँ रेडी भइरहेको छु राजमालाई इट्स लुकिङ लाइक गुड एन्ड टेस्टी तेल पनि हालिसकेँ चिकन चाहिँ अलिक पछि फ्राई गर्छु किन भन्दाखेरि अहिलेलाई चाहिँ म राजमा फ्राई गर्छु अनि आफ्टर द्याट मैले फ्राई गरिसकेँ अब चाहिँ म मासु फ्राई गर्दैछु मैले प्याज राखिसकेँ मासु पनि राखिसकेँ आई थिङ्क त्यो समयमा चाहिँ मैले चाहिँ टेस्ट हुन्छ कि हुन्न होला सोचिरहेको थिएँ तर भएछ कि छैन पछि थाहा हुन्छ पाकिसक्यो भात चाहिँ हिजो बेलुकाको पनि थियो नि त यतिकै किन फ्याल्नु भनेर खान थालेको म चाहिँ कचरामा हाल्दैछु सजिलो हुन्छ कि कचरामा हालेर खाएपछि चाहिँ त्यही भएर हो हामी चाहिँ मासु चाहिँ जहिले पनि ठ्याक्क 7वटा 8वटा पिसहरू मात्र बनाउँछौँ कि किन भन्दाखेरि जहिले खाए बिहान बेलुका भइरहेको हुन्छ नि त अनि त्यही भएर चाहिँ दिदी र मैले सल्लाह गरेर गरेको अनि त्यसपछि म चाहिँ भात पस्किँदैछु मैले चाहिँ बासी भात खाएको माथिको किन भन्दाखेरि खेर जान्छ नि त अनि बासी भात खाएको हाल्दैछु यो चाहिँ ग्रेभी हो अर्को यता साइडको चाहिँ ग्रेभी हो मासुको ग्रेभी मेरो फेभरेट राजमा मलाई मनपर्छ धेरै नै मलाई चाहिँ मासुको चाहिँ हल्का ग्रेभी पनि बनाएको थिएँ दिदीलाई चाहिँ मन पर्दैन ग्रेभी अनि मलाई चाहिँ मनपर्छ अब चाहिँ म टेस्ट गर्दैछु खाइरहेको छु नि त एकदम मिठो छ टेस्ट
हजुरहरू पनि खानेपछि मलाई कन्ट्याक्ट गर्नुहोस् है त म चाहिँ यति धेरै खाएँ होइन मलाई जस्तो निदा लाग्यो कि अब चाहिँ म सुत्छु मेरो आजलाई ब्लग यति नै हो ओके गाइज बाइ बाइ see you tomorrow